हेलो साथीहरु, फेरि पनि म आएको छु अर्को एउटा नयाँ भिडियोलाई लिएर। यदि तपाईँ पीएम किसान सम्मान निधि योजनाको लाभार्थी हुनुहुन्छ या लाभार्थी हुनुहुन्न भने पनि यो भिडियो तपाईहरुको निम्ति हेल्पफुल हुनेछ। पीएम किसान एपद्वारा पीएम किसान सम्मान निधि योजनाको लाभ उठाउनको निम्ति न्यू रेजिस्ट्रेसन गर्न सक्नुहुनेछ। सँगसँगै ई-केवाईसी को स्टेटस पनि चेक गर्न सक्नुहुनेछ। यदि ई-केवाईसी भएको छैन भने यो एपद्वारा ई-केवाईसी पनि गर्न सक्नुहुनेछ। ब्याङ्क एकाउन्टमा आधार सिडिङ भएको छ या छैन त्यसको पनि स्टेटस जान्न सक्नुहुनेछ र इन्स्टलमेन्टको स्टेटस पनि जान्न सक्नुहुनेछ र कति इन्स्टलमेन्ट भयो त्यसको डिटेल्स पनि चेक गर्न सक्नुहुनेछ। भिडियो हेल्पफुल लागे भिडियोलाई लाइक गरी मुनि कमेन्ट बक्समा कमेन्ट पनि गरिदिनु होला। च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला, किनकि यो च्यानलमा म यही टाइपको कन्टेन्टहरु लिइरहने छु। आउनु साथीहरु, अब भने आजको भिडियोलाई स्टार्ट गरौँ। प्ले स्टोरलाई ओपन गरेर प्ले स्टोरको सर्च बारमा टाइप गर्नुस् पीएम किसान। त्यसपछि सर्च बारमा प्रेस गर्नुस् र यो एपको लोगो यस्तो पाउनुहुनेछ र यो एपलाई यहाँबाट इन्स्टल गर्नुस् र मैले अघिबाटै यो एपलाई इन्स्टल गरिसकेको छु र जब इन्स्टल कम्प्लिट हुन्छ तब यो एपलाई ओपन गर्नुस्। यो एपलाई युज गर्नको निम्ति लोकेसन एक्सेस परमिसन र जीपीएस एक्सेस परमिसनलाई अन गर्नुपर्ने हुन्छ र यी दुईटै कुरालाई अन गरिदिनुस्। त्यसपछि यहाँबाट भाषालाई सेलेक्ट गर्नुपर्ने हुन्छ र यहाँबाट आफ्नो आवश्यकको भाषालाई सेलेक्ट गरेर सबमिटमा प्रेस गर्नुहोस्। ओके, त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ प्रिपेयर ल्याङ्ग्वेज अपडेट र यहाँनिर ओकेमा प्रेस गर्नुहोस् र यहाँनिर तीनवटा अप्सन पाउनुहुनेछ, न्यू फार्मर रेजिस्ट्रेसन र यहाँबाट पीएम किसान सम्मान निधि योजनामा यदि तपाईँ पर्नुहुन्न भने र नयाँ पीएम किसान सम्मान निधि योजनाको निम्ति यहाँबाट तपाईले रेजिस्ट्रेसन गर्न सक्नुहुनेछ। त्यसै गरेर यहाँनिर पाउनुहुनेछ अपडेट मोबाइल नम्बर र यहाँबाट आफ्नो मोबाइल नम्बरलाई अपडेट पनि गर्न सक्नुहुनेछ र त्यसै गरेर यहाँनिर लगइनको अप्सन पाउनुहुनेछ र यसमा प्रेस गर्नुहोस् र यहाँबाट लगइन टाइप सेलेक्ट गर्नुपर्ने हुन्छ र त्यसको निम्ति यहाँनिर डाउन एरोमा प्रेस गर्नुहोस् र यहाँनिर धेरैवटा अप्सन पाउनुहुनेछ, यी मध्ये बेनिफिसियरीमा प्रेस गर्नुहोस् र साथीहरु यहाँनिर दुई तरिकाले लगइन गर्न सक्नुहुनेछ र एउटा छ रेजिस्ट्रेसन आइडी र अर्को छ आधार नम्बर र यहाँनिर रेजिस्ट्रेसन आइडी हर कोहीलाई थाहा नहुन सक्छ र त्यसै कारण आधार नम्बरद्वारा लगइन गर्नु सजिलो हुनेछ र किनकि आधार नम्बर हर कसैलाई थाहा हुन सक्छ र थाहा नभए पनि आधार कार्ड हर कोहीसँग हुन्छ र आधार कार्डमा हेरेर है नम्बर थाहा भइहाल्नेछ र यहाँनिर आधार नम्बरलाई दिएर गेट ओटिपीमा प्रेस गर्नुहोस् र तपाईको आधारमा लिंक भएको मोबाइल नम्बरमा ओटिपी आउनेछ र त्यो आएको ओटिपीलाई यहाँनिर दिएर लगइनमा प्रेस गर्नुहोस्। त्यसपछि यहाँनिर फेरि पनि तीनटा अप्सन पाउनुहुनेछ र एउटा छ ड्याशबोर्ड, अर्को छ अपडेट मोबाइल नम्बर र अर्को छ लगआउट। यी मध्ये ड्याशबोर्डमा प्रेस गर्नुहोस्। ओके, त्यसपछि यहाँबाट तपाईले आफ्नो एकाउन्टको जानकारी पाउनुहुनेछ, जस्तै बेनिफिसियरी नेम, डिओबी, मोबाइल नम्बर, रेजिस्ट्रेसन आइडी, एड्रेस र अलिकति मुनि पाउनुहुनेछ स्टेटस र यी कुराहरुको स्टेटस यहाँबाट जान्न सक्नुहुन्छ, जस्तै ल्यान्ड रेकर्ड सिडिङ स्टेटस, त्यसै गरेर आधार सिडिङ विथ ब्याङ्क एकाउन्ट स्टेटस, त्यसै गरेर अर्को छ ई-केवाईसी स्टेटस र यहाँबाट ई-केवाईसी भएको छ या छैन त्यो पनि जान्न सक्नुहुनेछ। यदि ई-केवाईसी भएको छैन भने यहीँबाट ई-केवाईसी पनि गर्न सक्नुहुनेछ। त्यसै गरेर अर्को छ आधार सिडिङ विथ ब्याङ्क एकाउन्ट स्टेटस, त्यो पनि यहाँबाट जान्न सक्नुहुनेछ। यदि तपाईको भएको छैन भने आफ्नो नजिकैको ब्याङ्क ब्रान्चमा गएर त्यो पनि गर्न सक्नुहुनेछ। अझ यो भन्दा धेरै जानकारीको निम्ति बेनिफिसियरी स्टेटसमा प्रेस गर्नुहोस् र यहाँनिर छ सेलेक्ट इन्स्टलमेन्ट नम्बर र यहाँनिर डाउन एरोमा प्रेस गर्नुहोस्
र यहाँनिर तपाईको जति पनि इन्स्टलमेन्ट भइसकेको छ र त्यसको डिटेल्स यहाँनिर पाउन सक्नुहुनेछ र जुन इन्स्टलमेन्टको डिटेल्स चेक गर्न चाहनुहुन्छ र त्यो यहाँनिर तपाईले सेलेक्ट गर्नुस् यहाँबाट र साथीहरु यहाँबाट कम्प्लिट डिटेल्स पाउन सक्नुहुनेछ जस्तै फार्मर नेम स्टेट डिस्ट्रिक्ट भिलेज वार्ड टाउन रेजिट नम्बर रेजिट डेट PFMS स्टेटस अदर स्टेटस एक्टिभ इनएक्टिभ पेमेन्ट मोड इन्स्टलमेन्ट स्टेटस त्यसै गरेर इन्स्टलमेन्ट क्रेडिट डेट र इन्स्टलमेन्ट कुन डेटमा चाहिँ क्रेडिट भएको थियो त्यो पनि यहाँबाट चेक गर्न सक्नुहुनेछ र जति पनि आफ्नो काम गरिसकेपछि र यहाँबाट लग आउटमा प्रेस गरेर लग आउट हुनुस्